हेलो नमस्ते सम्पूर्णमा सबैजनालाई स्वागत छ मेरो नयाँ भ्लगमा। यो चाहिँ मेरो डेनमार्क आइसकेपछिको चाहिँ पहिलो भ्लग हुनेछ अनि तपाईहरु सबैजनालाई एकदमै वेलकम गर्न चाहन्छु मेरो नयाँ भ्लगमा। आज चाहिँ मेरो छुट्टी, सो आज म कोठामा छु अनि हिजो र आज छुट्टी थियो अनि आज चाहिँ मैले यो भ्लग स्टार्ट गर्दैछु। त्यो भएको हुनाले चाहिँ आज घाम पनि लागेको छ। यहाँ चाहिँ घाम देख्नलाई चाहिँ धेरै समय लाग्छ। अब कोही साथीहरूले कति महिनासम्म पनि देखेको छैन भन्ने कुरा पनि आएको छ, तर हामीले चाहिँ नर्मल्ली 3-4 दिनमा 1-2 दिनमा देखिरहेको हुन्छौँ। अनि आज चाहिँ म तपाईहरुलाई यहाँको वातावरण कस्तो छ, अहिले जाडो कतिको छ, के छ, अनि यहाँको चाहिँ सिस्टमहरू नर्मल यहाँ मैले देखेकोहरू चाहिँ के छ कस्तो छ त्यो तपाईहरुलाई देखाउनेवाला छु। सो लेट्स गो है त। म बाहिर गएर सबै कुराहरू तपाईहरुलाई देखाउनेवाला नै छु। अब टक्क मैले ढोका खोल्ने बित्तिकै यहाँदेखि चिसो हुन्छ हैन, भित्र चाहिँ तातै हुन्छ। यो चाहिँ पिग फार्म, यो बङ्गुर फार्म छ हाम्रो ठ्याक्कै आँगनमै छ, तर हामी यहाँ काम गर्दैनौँ, हामीले चाहिँ अन्तै काम गर्छौँ। यहाँ चाहिँ छ हाम्रो गाडी, यो चाहिँ कम्पनीदेखि हामीलाई युज गर्नको लागि दिएको छ। काममा आउन जान इधर उधर सबै काम यहीबाट हुन्छ। अनि अहिले चाहिँ म छु ठ्याक्कै डेनमार्कको के भन्ने ठाउँमा भन्दाखेरि हर्निङ नै हर्निङ पनि भन्छ होइन। खास चाहिँ हामी फोल्डा भेज 20 चाहिँ हाम्रो ठ्याक्कै लोकेसन त्यो छ। कि हर्निङ सेन्टर चाहिँ हाम्रो हर्निङ हो, सो हामी हर्निङ नै भन्छौँ। अहिलेको अवस्था चाहिँ कस्तो छ त भन्दाखेरि यहाँ चाहिँ अहिले त्यति धेरै चिसो पनि नभनौँ होइन, ठिकै छ। नेपालको कम्पेरिजनमा चाहिँ चिसो नै भन्दा पनि भयो, किनकि यहाँ चाहिँ अब कस्तो हुन्छ भन्दाखेरि नेपालमा चाहिँ टेम्परेचर चाहिँ एउटै, जस्तै आज जति टेम्परेचर थियो भोलि त्योभन्दा एक दुई फरक हुनसक्छ, तर लगभग उस्तै त्यो हुन्छ नि होइन। तर यहाँ चाहिँ के हुन्छ भन्दाखेरि आज माइनसमा छ टेम्परेचर, -3-4 पुग्यो भने भोलि +7-8 पनि पुग्छ, 9-10 पनि पुग्छ, त्यस्तो छ क्या। अब हिजो अस्ति -3 -4 पुग्यो, 3सम्म पुग्यो होइन, अनि हिजो फेरि बढेर +7 पुग्यो। अब त्यस्तो छ। यतातिर चाहिँ अब अलिकति घामहरू अलि लागिरहेछ, यो जग्गा चाहिँ 1-2 दिनमा लागिरहेछ। तर कोही साथीहरूले चाहिँ एकदमै घाम देख्नलाई चाहिँ हामीले कति महिना भयो घाम पनि देखेको छैन भन्ने कुरा पनि आएको छ, तर यतातिर चाहिँ लागिरहेछ। अब तर यहाँ चाहिँ अलि अब यो विन्टर सिजन भएको कारणले गर्दाखेरि चाहिँ देख्न सक्नुहुन्छ रुखहरूमा पातहरू छैन क्या, छैन, खाली छ, यस्तै नाङ्गै छ। अनि यता दुबो, अनि यता यो खेती लगाएको छ होइन, यो चाहिँ हरियाली नै छ। अब योहरू चाहिँ हरियाली हुन अब समर लागेपछि बल्ल यिनीहरू चाहिँ हरियाली हुन्छ। अहिले त्यति चिसो त लाग्दैन, तैपनि एकदमै 24 घन्टा हावा चल्छ नि त यहाँनिर। त्यो भएको हुनाले चाहिँ यहाँ अलि जस चिसो नै फिल हुन्छ। अनि बिहान उठ्दाखेरि चाहिँ यो पुरै सबै सेतै हुन्छ, शीत भनौँ। अब हिउँ नै त परेको छैन कहिलेकाहीँ। यो वर्षको चाहिँ लास्ट टाइम एकचोटि परेको अरे म आएदेखि चाहिँ परेको छैन, तर नर्मल अलिअलि त पर्छ कहिलेकाहीँ, तर देखिने गरी राम्रोसँग देखिने गरी चाहिँ त्यति पर्दैन, त्यस्तो छ। सो अहिले चाहिँ म देखाउँछु तपाईँहरूलाई भ्यू। दिस इज अ भ्यू। हामी चाहिँ सिटीदेखि अलि भित्र नै बस्छौँ, लगभग 7-8 किलोमिटर नै भित्र बस्छौँ। त्यो भएर चाहिँ यतातिर खासै त्यस्तो गाडीहरूको चापहरू चाहिँ हुँदैन। सिटीमा पनि त्यति साह्रो नेपालमा जस्तो चाप चाहिँ हुँदैन होइन, सिटीमा पनि त्यति धेरै चाप चाहिँ हुँदैन। पपुलेसन पनि कम छ, अनि यहाँ चाहिँ अब यस्तो नेपालको जस्तो भेहिकलहरू लाइक बाइकहरू साइकलहरू त्यस्तोहरू त्यति ज्यादा हुँदैन। बाइक त एकदम रियर हो, साइकल कतै देखिन्छ। अनि म्याक्सिमम् युज गर्ने भनेको कार नै युज गर्छ, किनकि देख्न सक्नुहुन्छ यो बाटो चिप्लो छ होइन, यो चिसो नै चिसो छ, चिप्लो छ, अनि हावा एकदमै चल्छ। त्यो भएर चाहिँ बाइकहरू युज गर्नलाई अलिक गाह्रै छ। सो सबैजनाले चाहिँ प्राय भनेको कार नै युज गर्छ।
सबै काममा जान आउन होस् अथवा आफन्तीकोतिर जान आउन बजार जान आउन सबै त्यही युज गर्छन्। अनि हामी पनि गाडीमै जान्छौँ, काममा गाडीमै आउँछौँ। अनि हाम्रो फार्महरू पनि अलिकति टाढा छ। नजिक भएकोहरूलाई चाहिँ अब त्यस्तै खालको भेहिकल दिएको छ अनि हामीलाई चाहिँ अलिक टाढा पनि छ। सो हामी चाहिँ गाडीमै जाने आउने गर्छौँ। यहाँ चाहिँ अब अलिकति डिफ्रेन्स चाहिँ के छ भन्दाखेरि यहाँ अब यो हाम्रो नेपालमा कस्तो हुन्छ भन्दाखेरि लेफ्ट साइडबाट हामी जान्छौँ नि होइन, लेफ्ट साइडदेखि चाहिँ हामी गाडीहरू बाइकहरू लेफ्ट साइडदेखि चलाउँछौँ भने यहाँ चाहिँ ठ्याक्कै उल्टो राइट साइडपट्टि हुन्छ। सबै गाडीको स्ट्रिङहरू पनि अपोजिट हुन्छ नेपालको भन्दा। अनि त्यसपछि इन्डिकेटर लाइटहरू वाइपरहरू सबै टोटल्ली चाहिँ डिफ्रेन्ट हुन्छ। तर ब्रेक क्लच र एक्सिलेटर चाहिँ सेम नै हुन्छ। मतलब कि यतै साइडमा हुन्छ भन्न खोजेको होइन कि त्यही साइडमा तर स्ट्रिङ जुन साइडमा छ त्यही साइडमा तर ब्रेक थिच्ने खुट्टाले ब्रेक नै थिच्ने हो, एक्सिलेटर थिच्ने एक्सिलेटरै थिच्ने हो। सो त्यो चाहिँ सेम छ है। एन्ड त्यति धेरै लामो म बनाउँदिनँ आज भ्लग, जस्तो मेरो आज स्टार्टिङ हो डेनमार्क आएदेखिको। अनि घाम पनि लागिरहेको छ, त्यही भएर चाहिँ मैले यसरी भ्लग बनाइरहेको छु। यहाँ एउटा गाडी आउँदैछ, नभएदेखि यतातिर खासै गाडीहरू पनि आउँदैन। यहाँ चाहिँ फार्म छ हाम्रो, त्यति साह्रो स्मेल आउँदैन है। नेपालमा जस्तो त्यति धेरै स्मेल चाहिँ आउँदैन। नेपालमा भए चाहिँ अब यहाँ जस्तै एउटा यहाँनिर फार्म छ भने यो पुरै गाउँै गनाउँछ क्या। अब नेपालमा त्यस्तो हुन्छ। यहाँनिर चाहिँ अब हामी यहीँ बस्छौँ, हामी बस्ने घर यही हो, अब फार्म यहाँ छ, त्यति साह्रो स्मेल आउँदैन। अलिअलि कहिलेकाहीँ आउँछ, त्यो कहिलेकाहीँ मात्रै हो, त्यति धेरै आउँदैन। त्यही पनि अब भित्र जाँदैन, भित्र त्यसरी स्मेल जाँदैन। अनि ढोका थुन्ने बित्तिकै भित्र अर्कै छ। जस्तै बाहिर यति माइनसमा छ भने पनि भित्र अब तातै हुन्छ। अब यहाँको सिस्टम अलिक डिफ्रेन्ट राम्रै छ। अब डेभलप कन्ट्रीको सिस्टम र नेपालको हाम्रो देशको सिस्टम कम्पेयर गर्न त मिल्दैन। अब यहाँ एकदमै धेरै विकसित ठाउँ हो, विकसित देश हो यो। अनि यहाँ चाहिँ एकदमै राम्रोसँग रुल्सहरू चाहिँ एकदमै फलो गर्छन् सबैजनाले। अनि त्यो चाहिँ एकदमै राम्रो कुरा हो। अनि एक्सिडेन्टहरू चाहिँ यहाँ चाहिँ एकदमै रियर, हत्तपत्त एक्सिडेन्टै हुँदैन। किन भन्दाखेरि ऊ पर गाडी देख्यो भने पनि यतादेखि एकदमै केयरफुल भएर जान्छ होइन। अनि गाडी कतिको ठुलो छ भनेदेखि हामीले पुरै यसरी साइड लागेर बस्छौँ होइन। त्यस्तो छ। जस्तै यहाँदेखि मान्छे गइरहेछ भने अब नेपालमा त छेउबाट पेलेर लान्छ नि, यहाँदेखि अब ठ्याक्क अर्को लाइनमा गएर अनि स्पेस पुरा छोडेर हो त्यसरी जान्छन्। त्यसपछि बाटोहरूमा हिँड्दाखेरि पनि जस्तै यो लेनहरू क्रस गर्नुपर्ने छ अथवा चाहिँ भित्रको बाटोदेखि बाहिर छिर्नुपर्ने छ भने पनि एकदमै केयरफुल भएर बिस्तारै हेरेर त्यसरी चलाउँछन्। अहिले म भित्रदेखि बाहिर निस्केको लगभग 3-4 मिनट कति भएको नि होइन। मेरो हात पुरा चिसो भइसक्यो क्या। हावा त्यति साह्रो स्पिड त चलेको छैन, जस हावा चलिरहेछ, चिसै छ। अहिले टेम्परेचर 1-2 कति ठ्याक्कै मैले बिर्सेँ, अघि हेरेको थिएँ 1-2 त्यति टेम्परेचर छ, 1-2 डिग्री सेन्टिग्रेड। सो अलिक चिसै छ। ल म अहिलेलाई चाहिँ यति नै गर्छु होला। देन एकछिनपछि म साथीलाई लिन जान्छु अनि उसलाई ल्याएर हामी ब्याडमिन्टन खेल्नुपर्छ। एकछिन उफ्रिनुपर्छ, एक्सर्साइज पनि हुन्छ अनि आजको हाम्रो चाहिँ छुट्टीको सदुपयोग पनि हुने भयो है नि त। अब 2जना साथी छ मेरो, नेपाली साथी अलिकति माथि छ, उनीहरू चाहिँ म चाहिँ गाडी लिएर अब एकछिनपछि लिन जान्छु। अहिले चाहिँ म घरमै छु, उनीहरू पनि रेस्ट गर्दैछ। अनि एकछिनपछि चाहिँ खेल्न आउने भन्ने प्लान गरेको छु। यहाँनिर चाहिँ हामी ब्याडमिन्टन खेल्छौँ घिउ मुनि। त्यहाँ पनि पुरै चिसो नै चिसो छ, शीत सुकेको छैन, यो सुक्दा पनि सुक्दैन। अब नेपालमा जस्तो चर्को घाम लाग्दैन पनि, समरमा चाहिँ अलि लाग्न चाहिँ होइन, लाग्छ अरे, तर मैले नै अनुभव गरेको छैन। तर हावा 24 घन्टा हावा चल्ने भएर चाहिँ यहाँ चाहिँ त्यति साह्रो गर्मी भन्ने फिल चाहिँ हुँदैन अरे, त्यो चाहिँ मैले सुनेको, मैले पनि फिल गरेको छैन। सो अब फिल गर्नेवाला छु। देख्न सक्नुहुन्छ घाम सलक्क लागेको छ, आकाश खुल्ला छ, त्यही पनि जाडो छ, यस्तो छ। अब घाम तापौँ भन्न पनि नमिले क्या। अब कोठाभित्र घाम आएको बेला अब घाम ताप्यो, त्यही हो।
नभए बाहिर भएको बेलामा घाम ताप्न भनेर आयो भने अब हावाले चिसो बनाइदिइहाल्छ। मेरो हात कठ्याङ्गिसक्यो, गाह्रो भएर बनाइसक्यो। सो म भित्र जान्छु। देन अहिले साथीहरू 2जना साथी छन् मेरो, अनि उनीहरूलाई लिन जाने बेलामा फेरि भ्लग कन्टिन्यू गर्छु। हेर्दै गर्नु होला, अनि लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला है त साथीभाइहरू। अब चाहिँ म यसो साथीसँग ब्याडमिन्टन हान्नुलाई जानु आँटेको। लाएर बाहिर चिसो छ, घाम डुबिसक्यो। अघि जाने भनेको अलिकति कामहरू थियो, भ्याइएन टक्क होइन। यसलाई चाहिँ यहाँ खोलेर यो यहाँ राखिदिन्छु होइन। त्यसपछि यसलाई यसरी बन्द गरिदिन्छु। त्यसपछि यसलाई यसरी खोल्छु होइन, यसरी छिर्छु। चिसो छ, थोरै सिट अगाडि बढाइदिउँ। एन्ड देन यतापट्टि मेरो सिट बेल्ट ल, सिट बेल्ट पनि लगाइयो। अब फोन चाहिँ समाउन मिल्दैन जस्तो छ है, त्यो पनि म ट्राई गर्छु। ल साथीभाइहरू, म चाहिँ अब लागेँ है। मैले चाहिँ लेफ्ट ह्यान्डललाई चाहिँ गाडी चलाइराखेको छु। चिसो रहेछ, यो बढाइदिनु पऱ्यो। एकछिन साथीकोमा गएर आउनु पऱ्यो। ढुक्क लाएर हुर्सु लाएर केही देखेको छैन, यो बढाइदिनु पऱ्यो होइन। यति गरेपछि यो एकैछिनमा गइहाल्छ। टक्क अब साइड पाल्दै यसरी अघि बढाउनु पर्छ होइन, एकदम केयरफुल भएर। यो उतापट्टिको लाइन केही देखेकै छैन रहेछ गाडी आएको। म चाहिँ लेफ्ट ह्यान्डले चलाउने कोसिस गर्नेछु। टक्क लगाएर यसरी गऱ्यो, त्यसपछि यसरी गियर चेन्ज गऱ्यो होइन। यसरी बढाउने टेक्नोलोजी जस्तो हो नि त। फेरि यसरी चलाइदिन्छु म होइन। यहाँनिर खासै गाडीको चाप छैन, नभए उता गएर चाहिँ यसरी चलाउन सकिँदैन। बिस्तारी जान्ला। बाटो यस्तो छ साथीहरू। अब भर्खर उतादेखि फक हट्दैछ है, त्यसरी हट्दै जान्छ। अहिले माथि पुग्ने बेलासम्म यो क्लियर हुन्छ। एन्ड देन अब एकछिन साथीकोमा गएर ब्याडमिन्टन खेल्छु, अनि त्यसपछि म ब्याक टु होम आउँछु, सुत्छु। अनि त्यसपछि चाहिँ भोलिदेखि काममा जानुपर्ने छ। सो अब उतै गएर भेटौँला साथीको रुममा होइन। अब टक्क लगाएर एकछिन चाहिँ उफ्रिनु पऱ्यो भनेर हो, नभए खेल्नै पर्छ भन्ने चाहिँ होइन कि। अब आज छुट्टीको दिन यसो एकछिन भए पनि इन्टरटेन गरौँ भनेर साथीले भनेको छु। यो पनि रेडी छ, देन हामी खेल्छौँ। म जाँदैछु, यो भर्खर हट्दैछ, उतादेखि हट्दै आइरहेको छ। फक सिसामा पुरा यो भित्र यस्तो लाग्छ कि, अन्त अहिलेदेखि बल्ल हट्दैछ। बिस्तारै जाँदैछु म, किनकि मेरो एउटा हातमा मोबाइल छ होइन। सरी जाँदैछु। देन थोरै टर्निङ छ, मोडिहाल्यो होइन। साथीको घर पनि आइपुगिसकेको छ, अलिकति मात्रै पर हो, धेरै टाढा छैन। सो एकछिन खेलौँ, देन एकछिन बनाउँछु होला सायद ब्लग। त्यसपछि म त्यही इन्ड गरिदिन्छु, किनकि अब रात पनि परिसकेको भन्दा पनि भयो। अब पर्न आँटिसक्यो, परिसकेको छैन, बेलुका भयो। अब एकैछिनमा अँध्यारो हुन्छ यहाँ। अब भर्खर 4:15 हुँदैछ, 4:30मा
4:30 पाउने 5मा चाहिँ यहाँ पाउने 5तिर चाहिँ अँध्यारो भइसक्छ। यहाँको सिस्टम अलिकति डिफ्रेन्ट छ होइन। नेपालमा चाहिँ अब यति बेला मस्तै घाम लगाइरहेकै हुन्छ, यहाँ चाहिँ त्यस्तो छ खैर केही छैन। र म चाहिँ जानुपर्ने हुन्छ यतादेखि लाएर होइन, यसरी ब्रेक थिच्दै क्लच थिच्दै गरेर साइड लाइट बालेर होइन, यताबाट गाडी चाहिँ आएको छ कि छैन यसरी पुरै हेर्नुपर्छ होइन। यदि चाहिँ गाडी आएको छैन भने चाहिँ मैले यसरी बढाउन पाइयो। यहाँनिर चाहिँ अब साथीको घर छ, साथीको रुम। सो यहीँबाट छिराइदिएँ हाफ यसरी ल्याएर। यहाँ चाहिँ यसरी रोक्न अलाउड छ है, अलाउड यसरी रोक्न पाइन्छ यहाँनिर। च्यापेर ल्याएर मैले यहीँ अब रोकिदिएँ। त्यसपछि न्युट्रलमा देन ह्यान्ड ब्रेक, देन गाडी अफ गरिदिएँ मैले, देन लाइट पनि अफ गरिदिएँ। त्यसपछि सिट बेल्ट खोलेँ, यसो ब्याक मिररमा हेरेँ गाडी आएको छ छैन। त्यसपछि लक खोलेँ होइन, यसरी लक खोलेपछि चाहिँ म यसरी निस्केँ। त्यसपछि यसरी लक गरिदिएँ, त्यसपछि यसरी खोलेँ, त्यसपछि यसरी यो निकालेर चाहिँ म चाहिँ जान्छु साथीकोमा। यहाँ चाहिँ गाडीको चाबीहरू चाहिँ खासै निकालेर नपर्दैन, यत्तिकै छोड्छौँ हामी हिँडिदिन्छौँ। यहाँ कसैले लानेवाला पनि छैन। साथीको यो चाहिँ साथीको 36 घर नम्बर। अब साथी भित्र के गर्दैछ भन्ने। सोल्टी ओ सोल्टी के गर्दैछ तिमी? सोल्टी कहाँ हो? सोल्टी पुरा खतरा यहाँनिर। अब फ्यामिलीसँग कुरा हुँदै रहेछ सोल्टीको। म यतैबाट जानु पाइयो त लामा पुरो ढोकाको त के भाँचिहाल्यो कि। यस्तै छ। अब चाहिँ एकछिन ब्याडमिन्टन खेल्छ, देन ब्याक टु होम है त। म चाहिँ